हेलो गाइज एन्ड नमस्ते सबैजनालाई। म चाहिँ फेरि ब्याक भइसकेको छु र आज चाहिँ खेतमा अलिकति काम छ क्या। के काम भन्दा पनि मकै गोड्नुपर्ने छ नि, त्यही भएर मम्मी र म चाहिँ जान आँटेको। खेतालाहरू चाहिँ सुरुमै पुगिसक्नु भइसकेको छ क्या। अनि अहिले चाहिँ यहाँ मम्मीले सामानहरू पुरै ठिक पार्नु हुँदैछ। मम्मी चाहिँ सफाइमा जानुहुन्छ, म चाहिँ हिँड्दै जानु पऱ्यो भनेर भने। अनि मम्मी चाहिँ फेरि सामान जान आँट्नुभयो क्या। यहाँ चाहिँ थालहरू, अनि यहाँ दाल अचारहरू, अनि यता चाहिँ मासु, यता भात, त्यहाँ चाहिँ भात रहेछ। अनि यहाँ चाहिँ दाल चिसो, अनि यता चिसो पानीहरू, मम्मीको अनुहार छोप्ने। यहाँ चाहिँ मेरो मम्मी र म चाहिँ हिँड्दै जान्छु, मम्मीले सामान लिएर आउनुहुन्छ। तपाईँहरूलाई देखाउँदै जान्छु। मेरो चाहिँ अब सामान बोकेर यही लिएर जाने। यस्तो भन्यो झप्प काँधमा लगाउने, झप्प पारेर राख्ने। आउनु है, म गएको। घरदेखि निस्किसकेँ। मम्मी चाहिँ अब सफारीमा आउनुहुन्छ सामानहरू लिएर। त्यो मेरो सेतो देखेको चाहिँ मेरो घर हो। यता चाहिँ मेरो गाउँ, गाउँमा छु। खेत पनि त छ, गाह्रो छ, यस्तो छ क्या। खेतै खेत हाम्रो चाहिँ तल। र म चाहिँ अहिले चाहिँ खेत आउँछु नि, बाटोसम्म चाहिँ आइपुगिसकेँ। यस्तो छ, बाटोमा देखाउँछु तपाईँहरूलाई। खेता यति नाटिसक्यो। खेतालोहरू क्या आएर कामसाम गर्दै हुँदैछ। हामीभन्दा सुरुमै आउनुभएको छ। म त कहाँ 3 बजी सुतेको मान्छे, अनि 7 बजी उठेर अनि फेरि मम्मीले कल गर्नुभयो। उठेँ, चिर्क उठेर चाहिँ चिया खायो। म चाहिँ हिँडेको क्या। अनि पर चाहिँ उहाँ हुनुहुन्छ क्या सबै खेतालो। कतिजना हुनुहुन्छ? 1 जना, 2 जना, 3 जना, 4, 5, 6, 7, 8, 9 मम्मी र म भएर चाहिँ मम्मी र म सुत्दा चाहिँ 11 जना चाहिँ है। जस घरको काम त गर्नु पर्यो, एक्लो छोरो गाह्रो हुन्छ। म चाहिँ अहिले त्यहाँ खनिसकेँ। अनि पानी भरेर आइज भन्यो। अनि आज म पानी लिन जाँदैछु। मम्मीहरू चाहिँ अझै खन्नुहुँदैछ। अब खाने टाइम हुँदैछ, पर हुनुहुन्छ। अझै 3 गरा छ, 3 गरा सक्ने हो। ढाड प्याक भइरहेछ। अझै पानी ल्याउने हो, अनि खानासाना खाने हो। अनि दिउँसो भएपछि म चाहिँ घर जान्छु, मेरो काम छ घरमा। खिलाउनु माया यताको मात्रै, खिलाउनु ताको
अहिले चाहिँ मैले पानी भरिसकेँ। पानी भरिसकेपछि अब चाहिँ म चाहिँ गोठमा गएर बस्छु। मम्मीहरूले पनि सकिसक्नुहुन्छ मासु खाना खाने नि। र अहिले चाहिँ हामी खाना खानुको लागि आइसकेको छौँ। म चाहिँ पानी छानी भरिसकेँ। अनि उता केटा लगेर आउनु हुँदैछ सबैजना। यता सबसे सुरुमा चाहिँ आइसक्नु भयो। मम्मी चाहिँ आएर यहाँ अब मम्मीले अब खाना पस्किनु चाहिँ के छ हेरौँ है। को प्रीत लाएर पंछी उडेर गइजाला बगाली ऐना ढाटेको हैन सम्झना आइजाला गजली सम्झना आइजाला अक्षर लेख्न जान्दिन क्या सम्म हाँस्न गाउन आएको यहाँसम्म हाँस्दै खेल्दै पुग्ने हो कहाँसम्म। अच्छा मुलाको अचार खोर्सानी भइहाल्यो म गरिदिन्छु यहाँले त। ओइ तँलाई के दिनु बहिनी? यहाँले एकदम गुड छ।